जापान आएको 37 डेज हुँदा पनि मैले एउटा नेपाली देखेको पनि छैन र भेटेको पनि छैन। हेलो एभ्रिवान, इट्स मी अञ्जना। आज म मेरो किचनबाट केही खानेकुराहरू बनाउँदै तपाईहरुसँग मेरो अनौठो एक्सपिरियन्स सेयर गर्छु है। जापानमा त नेपालीहरू एकदम धेरै छन्, जता गए पनि नेपाली भेटिन्छन् भन्ने सुन्थे के मैले नेपालमा आउँदा चाहिँ। तर म यहाँको यत्रो दिनसम्म पनि एउटा नेपाली नदेखेको मैले मात्रै हो या तपाईहरु पनि कसैले यस्तो एक्सपिरियन्स गर्नुभएको छ प्लिज कमेन्ट गर्नु है। नेपालीहरू नर्थ कोरियामा बाहेक संसारको जुन पनि देशमा भेटिन्छन् भन्थे, तर म त जापानमा पनि भेट्दिन। नेपाली देख्न नपाएर भेट्न नपाएर आत्तेको चाहिँ होइन, तर अचम्म चाहिँ परेको हो के। कसैको नाइट ड्युटी हुन्छ होला, कसैको डे ड्युटी हुन्छ होला, कसैलाई बिहानै उठेर दौडिनुपर्छ, कोही राति आउनुहुन्छ होला। हुन त हुनुहुन्छ होला, किन नहुनु। तर यो चाहिँ अलिकति गाउँ एरिया हो कि। म चाहिँ कम्पनीमा एक्लो नेपाली र पहिलो नेपाली हो र सायद गाउँमा पनि एक्लो नेपाली हो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ। सुरुमा त कस्तो अजीब लाग्थ्यो कि कस्तो ठाउँ हो यो, कोही देखिन्न त, एक त मान्छे देखिन्न, देखिहाले पनि नेपाली देखिन्न कि, त्यस्तो सोच्थेँ कि म। अहिले चाहिँ बानी पर्दै गयो, यहाँ छैनन् कि सायद नेपाली, मान्छे नदेख्ने ठाउँमा नेपाली देख्छु भनेर के आश गर्नु मैले पनि हैन। कहिलेकाहीँ इमेजिन गर्छु कि मैले फर्स्ट टाइम नेपाली यहाँ देखेँ भने मैले के रिएक्सन दिन्छु होला, अनि हाम्रो कुरा चाहिँ कसरी हुन्छ होला। ए तपाईँ नेपाली हो? म पनि नेपाली हो नि। तपाईँको पहाड घर कहाँ हो नि? कहिले आउनुभएको नि? तपाईँको कास्ट के हो नि? यस्तै सुरु हुन्छ होला के। त्यो चाहिँ एक्सपिरियन्स लिनलाई म कुरिरहेको छु। हेरौँ कहिले हुन्छ, कहिले चाहिँ देख्छु मैले नेपाली, त्यो चाहिँ मैले रेकर्ड गरेर राख्छु क्या।